ओइ गाइसहरु पर्दैन नबनाइदिनु भन्दा आन्टीले चाहिँ के बनाइदिसकेछ अब पहिला यो चाहिँ सेलरोटी हो त्यहाँ चाहिँ त्यही यो घरमै बनाइदिएको छ बिस्कुट यो चाहिँ मजा आउँछ उता खानु लालपोतर ड्युटीतिर म टक्कै सो काका जाडोमा खानु मजा आउँछ टक्कै चाहिँ अचार गोर्खे चटनी एकदमै हैन हो लास्ट डिनर सुरु गर्नु अब भोलि भेट्नु आउनु चाहिँ पुरा हो राईको फेभरेट सुँगुरको मासु फाक्छ हैबाट सो हेलो एभ्रिवान वेलकम ब्याक टु आदित्य ब्लग्स सो अब तपाईँ सबैजना सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु ओइ गाइस अब चाहिँ जाने पनि दिन आइसकेर एकदमै हाम्रो गोर्खा सेलरोटी लैजाउँ भनेर चाहिँ बडीले बोलिदिँदैछ रेडी हुँदैछ अब यहाँ भर्खर स्टार्टिङ हो यो स्टार्टिङ हुँदैछ अहिले म तपाईँलाई लास्टमा नै देखाउने छु यता चाहिँ हाम्रो निम्बु पानी हुँदैछ गरममा बनाउने मान्छे यता छ खानेहरू यता छ हाम्रो स्पेसल हुँदैछ अब यहाँ सेलरोटी चाहिँ पोल्नु सुरु भयो हुँदैछ नि अब कहाँ यही त नर्मल गाइसहरु हाम्रो सेलरोटी चाहिँ हुँदैछ तयारी यो पल्टन लाने सेलरोटी हुँदैछ पोल्नेहरू हाम्रो दुईजना यता पल्टाउने है यता बनाइदिने दामी हुँदैछ दामी 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 र चाहिँ टक्कै यहाँ छ त्यसको मसलाहरू चाहिँ बनाउने यही चाहिँ यस्तो हुन्छ लास्टमा सेलरोटी चाहिँ बनेर अब खानु थालिसक्यो कस्तो अवस्था ठिक छ सबैले बनाउनेले पनि खानु थाल्यो खानु पर्दैन सेलरोटी आखुम पाखुम सेलरोटी चाखुम अब चाहिँ यहाँ नानाले चाहिँ बनाएर पनि गइदिइसकेको छ मलाई नेवारी अचार है लु धन्यवाद अब चाहिँ माथि ब्लककै बढीहरूकोमा खाना खानु पनि बोलाइरहेको छ हो त्यहाँ जानुहुन्छ गाइस मेरो पार्टहरू मलाई छोड्नै मानेको छैन जाने बेलासम्म होइन साथी त लु है गाइसहरू जाने बेलामा चाहिँ बढीले खाना खानु बोलाइदिइरहेछ हो सेलरोटी पनि पोलिदियो खाना खानु पनि बोलाइदियो हो अब यस्तो दुःख गर्छ बढीले भइहाल्छ जस्तो बनाइदिउँ खानु त पेट भरिनु मात्रै त हो टक्कै पापड सापड टक्कै तयारी हुँदैछ अब यहाँ टक्कै मलाई बनाइदिएको अचार पनि यहाँ टक्कै यहाँ चाहिँ कम्ती खानु लिएको हो तलै छ पिकनिक गर्नु छ नबनाइदिनु भनेको दुःख जस्तो के किन लगिरहनु घरमा चाहिँ किन दुःख दिइरहनु भनेको बनाइदिने अरे अब मान्छेको र ठिकै छ लु बनाइदिनु भनेर बनाइदियो अचार सचार पनि अब चाहिँ हामी चाहिँ खाना खाने बनाइसक्यो यही त होइन आधीले सब नानाले दामी बनाइछ त गाइस हाम्रो चाहिँ खाना अब तयारी हुँदैछ एकदम यो चाहिँ हाम्रो राईको फेभरेट सुँगुरको मासु फाक्छ हैबाट सुरु गर्ने आँटेको पापड सापड हो म बडी मेरो आमाको दिदी म बडी बढाल्छ अब सुरु गर्ने आँटेको ओके स्पेसल फाक्छ बडीले आज दाल साल ल्याइदिन्छ अब आयो 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 गोर्खाली मेरो भानिजहरू आइपुग्यो नाना डक्टरले बढ्यो सुरु गरौँ है सुरु है एकदम फाक्छ भात पापड खाँदै पापड अब चाहिँ खाना पनि खाइसक्यो टक्कै हो खाना मान्छेको पालो सक्यो अब है डगीको टर्न कालेको टर्न
त बानी नानाहरूले पनि खाँदैछ हुन्छ नबस्नु ल जानु रे सुत्नु पर्यो अब रात पनि पर्यो रात पनि मेरो आमाको दिदीको घर त्यही त अहिले साँप पसिसन अस्ति यहाँ साँप भेटेर बढी गयो ल म अब आज लास्ट भोलि लास्ट एक दिन गाइस म चाहिँ खाना खाएर घर आइसक्यो नानाहरू खायो नि त नानाहरू खाएको छैन सो बडीले पनि खायो पक्कुले पनि खायो हो ओके दामी हो ओके आन्टी चाहिँ यहाँ बसिरहेको छ खायो आन्टी खाना घरमा चाहिँ खाएको छैन जस्तो खाना हो मेरो साथीहरू चाहिँ यहाँ छ खै गयो ठुलो रास्ता गयो बिचरा मेरो माछाहरूको चारो चाहिँ यहाँ छ त्यसको बट्टामा टक्कै यिनीहरूलाई बेसी दिनु हुँदैन अरूले दियो भने बेसी दिन्छ कि झन् टक्कै त्यो त हालिदिनु छु खाना आइहाल्छ माछा यहाँ छ चराहरू बिचरा चराहरू यहाँ पल्टन जानु लागि अब प्याकिङ हुँदैछ यो होममेड बडीले बनाइदिएको यो है बडीले बनाइदिएको यो यता प्याकिङ गर्ने यता फेरि मेरो हो बस्दा टक्कै अरे ए लामखुट्टा पनि बनाइदियो के बनाइदियो वेटेरिका बिचरा यस्तो पर्थेन नि यहाँको टक्कै प्याकिङ हुन्छ के खानु पनि सोल्ता ओइ गाइसहरू पर्दैन नबनाइदिनु भन्दा आन्टीहरूले चाहिँ के बनाइदिइसकेछ अब पहिला यो चाहिँ सेलरोटी हो त्यहाँ चाहिँ त्यही यो पनि घरमै बनाइदिएको छ बिस्कुट यो चाहिँ मजा आउँछ उता खानु लालपोतर ड्युटीतिर म टक्कै सो काका जाडोमा खानु मजा आउँछ टक्कै चाहिँ अचार गोर्खे चटनी एकदमै यता प्याकिङ गरिदिनेहरू यता आन्टीले बनाइदिनेहरू एकदमै धन्यवाद छ मेरो आन्टी बडीले सबैजनालाई नानाहरूले पनि बनाइदियो सबैजनालाई एकदम धन्यवाद बिदाबारीमा लु हाम्रो साथी पनि आइपुग्यो निमेश अस्तिको चिनेको होला तारजन ल्याउन तारजन साथीमा आइपुग्यो टक्कै आज केटाहरूसँग अब लास्ट डिनर होइन केटा हो लास्ट डिनर सुरु गर्नु केटाहरू लु अब भोलि पनि भेट्टाउनु चाहिँ पुरा केटा हो टक्कै आज लास्ट डिनर सुरु गरौँ है केटाहरू लु मैले चाहिँ कम्ती खाने रे हो बेलुका डाइट उसको है नर्मल रहेछ ल आन्टीले चाहिँ यहाँ टक्कै प्याकिङहरू गरिदिएछ अब लास्टमा खानामा आज फेभरेट आलुदम आन्टीले बनाइदिएछ कोक्ताम फेभरेट चिज बनाइदिएछ आज लास्ट डिनर फेरि आएर सिधै 6-7 महिना बाद कति हुन्छ अब अहिले आए त कहिले हुन्छ धन्यवाद छ मेरो आन्टीलाई मेरो चिन्ता नगर्नु होइन बस्दा आउँदै गर्नु बस्दा म गए पनि आउँदै गर्नु नि बस्दा छ मेरो होइन बाबु म गएर नसुटाइ बस्नु बुझ्यो यो रुइरहने काम छ होइन एकदमै आन्टीहरूलाई छोरीलाई हेर्दै बस्नु खानाहरू मजाले खानु मेरो केटाहरू यता हामटा म गएर त आउँछ होला नि आउनुपर्छ नि मामु ड्युटीले भ्याउँदा म भ्याउँदा आउनु कप्लेस त आइबस्छ हो यस्तो छ गाइसहरू के गर्नु गाइस अब जानै पर्छ नजाउँ भन्दा पनि जानै पर्ने होइन अब ड्युटी त गर्नै पर्यो अहिलेको जमानामा होइन नगरी हुँदैन घर आएपछि त फेरि जानु पनि हुँदैन गाइस फेरि हो जानै पर्यो केटाहरूलाई अब छोड्नै मन लागेको छैन अहिले केटाहरू यस्तो केटा डेली आइदिन्छ हो है मोटा अन्त म जाँदा रुन्छ नि त रुनु हुँदैन नि हौ मरेको मान्छेहरू रुँदैन नि आउँछ बस्दा रुन्छ रुँदैन नि मजा त राम्रै छ नि है केटीले छुँदैन पनि भनेपछि रोइन यतिको चाहिँ मेरो केटा चाहिँ फेरि हो आमा रोमान्टिक चाहिँ ट्याक्कै हुँदैन फेरि हो होइन गएपछि आउँछ होइन म गएपछि त आउँछ आउनु छ नि है लगाइदिनु पर्यो नि त है हो टक्कै केटाहरू त्यस्तो छ गाइसहरू अब टक्कै म अब त्यहाँ चाहिँ गएपछि अब बनाउँछु भिडियो भोलि पनि भयो भने झलक त हाल्छु त्यहाँ चाहिँ सिधै कहिले आउँछु त्यहाँदेखिको चाहिँ भिडियो खतरनाक हाल्छु त्यहाँदेखिको चाहिँ अलिक क्यामेराको क्वालिटी पनि अलिक आज बढाउनु परेको रहेछ क्यामेराको क्वालिटी पनि दामी हुन्छ हो हेर्दै गर्नुहोस् अब भेट्यौँ हामी सिधै नेक्स्ट भिडियो गाइस मिस यु गाइस सबैजनालाई मिस यु धेरै
सम्झना छ माया दिनुहोस् मलाई मेरो भिडियो हेर्दैन नबिर्सिदिनुहोस् हेर्दै रहनुहोस् माया दिनुहोस् किप गोइङ गाइस ओके गाइस बाई बाई